ब्याट्रीको कारण नसक्छ ब्याट्री फुस्केर नसक्छ अहिले चाहिँ हामी मोबाइल अपरेसनको लागि हिँड्दैछौँ है टक्क लाएर हाम्रो मोबाइल चाहिँ यता मर्मत हुँदैछ यस्तो हुनेछ दाजुभाइ अब त्यस्तै चुना लाग्यो पैसा के गर्नु चुना लाग्यो अब भ्यू पनि हेर्न पाएन मामाले सिटी हानेपछि घर जानु पर्यो है त त्यही नै अब जाम घरतिर हेर्न पाइएन भ्यू स्यू म मन्त्री भएको भए यति बेला म के बनाउँथेँ काम थाहा छ म मन्त्री भएको भए यो छ नि यो ढल यहाँनिर स्विमिङ पुल हुन्थ्यो बुझिनस् स्विमिङ पुल हुन्थ्यो यहाँ अनि यो भत्किएको ठाउँमा चाहिँ म ठुलै फुल रोपेर गोदावरी बनाइदिन्थेँ के गर्नु अब मन्त्री भइएन अर्को पालि चाहिँ उठ्नु पर्ला जस्तो लागिरहेछ Hey guys, welcome back to my channel and another vlog. It's me Nobu vlog. I have सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम फिट एन्ड फाइन नै छु अनि अहिले चाहिँ बेलुकाको 7 बजिसक्यो कि अनि अब बेलुकातिर चाहिँ हामी स्विमिङतिर निक्लिन लागेको छौँ भन्दा पनि मेरो चाहिँ एउटा यस्तो भयो नि यार के भन्नु तिमीहरूलाई यस्तो तनाव भइरहेछ नि मलाई अहिले कुरै नगर तिमीहरू तनाव भए पनि अब हिरो त हुनै पर्यो अब तनाव भए पनि हिरो त बन्नै पर्यो नि हौ दाइको फेरि लुक्स मोडल हेर न यहाँ दाइको लुक्स यहाँ हेर्नु न यहाँ ल आमा ल दाइलाई एकताली चक्लेटी बाई निक्ल्यो तर म खुसी छु नि क्या कुसाले मेरो मुड अफ छ क्या यहाँ आएर गाइज यार यस्तो खोल्ने पनि मलाई आएर मेरो फोन गयो कि बुझेन हौ फोन चाहिँ गयो है चार्ज हेर होइन गयो भन्दा पनि चार्ज छ 1% चार्ज छ नभयो भने 1% चार्ज अनि यहाँदेखि उठ्दै नउठ्ने क्या चार्ज अनि अब यो फोनलाई चाहिँ अघि सोधी हिँडेको है पसलमा यो फोनको चाहिँ अपरेसन गर्नुपर्छ भनौँ अनि त्यसपछि अब यसलाई अपरेसन गर्न चाहिँ जानु भनेको के गर्नु यहाँ खर्च नभएर तनाव चाहिँ यहाँ बसेर चारो हाल्ने पैसा छैन अब मोबाइललाई कहाँदेखि ल्याउनु चारो हाल्ने पैसा यस्तो तनाव भइरहेको छैन मलाई कोही तिमीहरू छौ भने भन न यार तिमीहरू त्यस्तो कोही गाँठवाला छ भने यसो यति सहयोग गरिदेऊ त यार कोही छौ प्लिज यार गरिदेऊ न हातै जोडेर माग्नुपर्छ केटा होइन ये सानी होगी क्या ठीक है कोई तरीका है भीख मांगने का गाइस गजब बेइज्जती है यो टोकरीमा सहयोग गर्न सक्नुहुन्छ हजुरले यदि तपाईहरु ब्लग हेर्न चाहनुहुन्छ भने मेरो मोबाइल चाहिँ गयो गोल खाली गयो टोकरीमा त पैसा रहेछ त टन्स यतिले बन्न त मोबाइल 1000 2000 3000 चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह त्यही नै गाइस अब चाहिँ हामी यो मोबाइल बुझ्छौँ अब के कति लाग्छ मैले अब यो मोबाइललाई चाहिँ बुझ्न पर्ने हुन्छ के कति लाग्छ पैसा अनि त्यसपछि चाहिँ हामी स्वयम्भूतिर घुम्छौँ होला हेरौँ के हुन्छ अब चाहिँ हामी यहाँदेखि निक्लिन्छौँ 7 बजिसक्यो फेरि अहिले हामीलाई रुममा आउन दिँदैन के बुझेनौ यहाँ चाहिँ अलिकति टाइममै बन्द गर्छन् यहाँ चाहिँ ठ्याक्क 10 बजेतिर चाहिँ बन्द हुन्छ क्या बुझेनौ अनि त्यही नै रुम चाहिँ यस्तो छ एकचोटि रुम टुर हामीले हटाइदिउँ न रुम चाहिँ यस्तो छ गाइजी चट्ट लाएर है ए बाहिरतिर यसो भ्यू हेर्न मन लाग्यो भने यसरी खोल्ने अनि भ्यू हेर्न मन लाग्यो भने यो हेर्ने यहाँ हेर तलको यो कचरा हेर्ने यही नै हो भ्यू के गर्ने यार भ्यू हेरौँ भने यस्तो झ्यालदेखि निक्ल्यो भने यस्तो कचरा देखिन्छ ल त्यही नै गाइस अब चाहिँ हामी निक्लिन्छौँ अब एकछिनमा भेट्न पर्ने हुन्छ मलाई चाहिँ यो फोनले लास्टै धोका दिएको छ म रुन मात्र सकेको छुइनँ कि लास्टै नभए चाबी लगाइदिउँ है कति बजी बन्द हुन्छ यो हजुर भात पाकिसकेको छैन खाँदा रेडी छ नि पसिदिन न त हामी 9-10 बजीतिर आउँछौँ
ठिक छ खाना हो ल खानासाना बजाऊँ अनि अब ढुक्कले भयो नि त ल है त के खायो खाना अहिले चाहिँ हामी खानासाना खाएर पनि यता बसप्राकतिर आएको छौँ अब यतातिर चाहिँ हामीले मोबाइल पसल खोज्नुपर्ने हुन्छ स्पेसल टाइपको बुझेनौ हो त्यहाँ गएर चाहिँ पेटी बुझेर पेटी फेर्न पर्ने हुन्छ यहाँ पनि छ एउटा मल पसलै छिर्ने हो त ल अब चाहिँ हामी मल पसल खोज्दैछौँ अलिकति दाम मिल्यो भने चाहिँ फेर्न पर्ने हुन्छ नभए चाहिँ अब के गर्नु यार ब्लग सलग आउँदैन है त मल पसल होइन र त यस्तै हो खोजिराख्नुपर्छ कतातिर छ है स्ट्यान्डर्ड ठाउँ जाने अरे कान्छ पल्ले रोडतिर जानु पर्ला नि त त्यसो भए ल अब हामी एकछिन पसल खोज्छौँ मैले पसल भेटेपछि भेट्न पर्ला यार है त भएन त कहीँ बेटी भेट्दैन अब फ्याल्दिउँ मलाई नफ्याल नफ्याल कहाँ जाने त हामी किन खोजी कार्यक्रम छ है गाइस खोजी कार्यक्रम छ कहीँ पाइएन अब के गर्नु तनाव भयो मलाई यहाँ त यस्तै हो जाम भएपछि 1-1.5 घन्टा बस्नै पर्छ यो बस पार्क आएको छ नि त गाडी त हेर्न डेन्जर डेन्जर गाडी आएको है राति अन्ति पसल खोजेर भेटिन्छ त भेटिँदैन नि दादा 4-5 ठाउँ पसल खोजी हिँड्यौँ कहीँ बनाउने ठाउँ भेटिनौँ कि अनि एक ठाउँ चाहिँ रहेछ यस्तो भिड रहेछ नि त टिकटकमा भाइरल बुढो हो क्या बुझिनस् गएर हेरौँ न त त्यो बुढो चाहिँ टिकटकमा भाइरल हो क्या अनि यत्तिकै मान्छेहरू पेकाम पेक हुने रहेछ त्यहाँनिर भाइ भोलि आऊ न भोलि हेरिदिन्छु भन भोलितिरै जानु पर्ला यार अनि अहिले चाहिँ फेरि बस चढेर कहाँ जानु आँटो भनेर सोचिरहेको होला कि अब नाइटको बस चढेर घर त भन्न मिल्दैन होला है कहाँ चल्दिएको त हामी स्वयम्भूतिर जान लगाएको यसो नाइट भ्यू हेर्दिन है तर यहाँनिर चाहिँ बाहिर त बस प्राकमा त नसक्नु पो हुँदो रहेछ त कान्छ यो बस प्राकतिर त म आएको थिइनँ कि तर यहाँनिर चाहिँ ओभरै हुँदो रहेछ केटा हो कि केटी चिन्नै गाह्रो बुझेनौ के हो यस्तो कान्छा खै यता माथि हेर्न लु बस्तीमा एकै पुगो छ त हो कान्छाहरू निन्द्रा पुगेन मजाले सुतिराख्ने यहाँ बाँदरी लु हेर न यहाँ नाइट भ्यू चट्ट लाएर हेरिदिउँ भनेको 8 बजे बन्द हुने रहेछ अब बाँदरलाई हेरेर चित्त बुझाए कस्तो तनाव भयो नि यार ऊ माथि डाँडादेखि यस्तो मिठो भ्यू देख्दैन क्या स्वयम्भूको म त दिउँसो आएको थिएँ एकचोटि दिउँसो आएर त हेरेको रातिको भ्यू स्वादको हेरिदिउँ न भनेको अब मामाले माथि जाने दिनु भएन 8 बजेभन्दा बन्द अरे कति भइसक्यो 10 भइसक्यो तनाव भइगयो नि यार मजा आएन यता हाम्रो सोल्टीहरूलाई मजा आएको छ हेर नि त्यहाँ सिटी हानिसक्नु मामाले चल चल कान्छ अब ल त्यही हो गाइज अब घर जानुपर्छ नाइट भ्यू हेर्न भनेर आएको अब हेर्न पाइएन नाइट भ्यू त अब भ्यू पनि हेर्न पाएन मामाले सिटी हानेपछि घर जानु पर्यो है त त्यही नै हो अब जाम घरतिर हेर्न पाइएन भ्यू स्यू ल त्यसै फर्किनु पर्यो यार झ्याउला त नाचिरे केटा नाचिरे त्यसै फर्किनु पर्यो है मजै आएन नि यार दिनुपर्छ के हो ल गाइस अब चाहिँ रुम निक्लिन लागेको है त झ्याउ लाग्यो तनावै भयो नि यार मोबाइल बनियो न घुम्न पाइयो स्वादै आएन ए अनि ब्लग चाहिँ कुन फोनबाट गरिरहेको छ त्यसले मोबाइल त बिग्रियो भन्छ भनेर राख्नु होला मेरो अर्को थियो नि त अर्को एक्स्ट्रा फोन थियो अनि त्यसबाट चाहिँ ब्लग बनाइरहेको छु त्यही हो गाइज अब चाहिँ
सुत्न पर्ने हुन्छ है त हामी चाहिँ रुम आइसक्यौँ अब चट्ट लाएर सुत्न पर्ने हुन्छ अब भोलि बिहानै गएर उता मोबाइल पसलतिर गएर मोबाइल बनाउनु पर्ने हुन्छ त्यही नै हो अब चुना लाग्ने अब के गर्ने दायाँ कि बायाँको किडनी बेचौँ यताको ठिक हुन्छ कि यताको ठिक हुन्छ भन त कुन किडनी अलिक काम गर्दैन यताकोले यताकोले यो किडनी यहाँ होइन यहाँ तल पो हुन्छ त है जता सुकेको भए पनि भोलि काम गर्नुपर्छ जस्तो यसको अब यो किडनीको काम भोलि हुन्छ जस्तो छ हे गाइज गुड मर्निङ दिस इज द नेक्स्ट डे आज चाहिँ अर्को दिनको सुरुवात भइसकेको छ अनि सदा जस्तै हामी पनि चट्ट रेडी भएर हिँड्न लागेको है अब के काममा भनेर तपाईँहरूलाई थाहा छँदैछ त्यो मोबाइल बनाउन जानुपर्ने छ आज चाहिँ बिहानै त्यहाँ बेलुका चाहिँ एकदमै प्याक हुने रहेछ कि अनि त्यो बनाउने टाइमै मिलेन अनि त्यही भएर अब चाहिँ हामी बिहान जान लाग्यो अनि त्यो मोबाइल बनाउने मात्र होइन कि आज अलिकति काम छ भनौँ न पर्सनल काम छ के काम भने चाहिँ तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ अहिले म अर्को भिडियोमा म बनाइहाल्छु है के काम हो भनेर के कामको लागि आएको भनेर त्यही नै हो अहिले चाहिँ हामी निक्लिन्छौँ मोबाइल बनाउन अनि उतै हामी त्यही कामतिर जान सक्छौँ होइन जान्छौँ होइन त ल त्यही नै हो अब चाहिँ हामी निक्लिन्छौँ है त बिहान यस्तो नगर्न राजा अब म त तिनकै कति आएदेखि गर्नु आएको है आज पनि बिहानै 6 बजे उठेर नआएर है रेडी भएर ओछ्यान त नि यस्तै त हो त नि कसले मिलाउँछ त नि यस्तै छु थर्ट नो घरमा त मिलाइदिएन भनेपछि बाहिर त नो एन्ट्री लगाइछु अब चाहिँ हामी निक्लिन्छौँ ब्याग स्याग भित्र जान पर्ला यहाँनिर चाहिँ पावर ब्याङ्कहरू छ क्या बुझेनौ अनि चार्ज सकेको छ चार्जै टिक्दैन त्यही नै हो ल निक्लेको है त मोबाइल बनाउनुतिर गइन्छ होला सिधै अब हामी खानासाना खाइँदैन यहाँनिर चाहिँ हल्का डाइरिया भएर म चाहिँ जान लागेको छु खानासाना चाहिँ नखाम होला है कि खान्छस् त खाना ल गाइज निक्लेको है त हिजो आएको थियो नि बेलुका भोलि आइस भन्नुभएको थियो हुन्छ मोबाइल चाहिँ कहाँ किन्ने होला हजुर मोबाइल उदयपुर गाईघाट हेलो आइसकेको भन्छ फेरि 63 भएको छ त अन्त चार्जर चाहिँ यहाँ एउटा यो हेरिदिनु पर्ने यो यति छ भने चलाउनै राखेको ब्याट्रीको कारणले नसक्छ ब्याट्री फुस्केर नसक्छ गाईघाटको त केशव मलाई चिन्नुहुन्छ होइन केशव काश्यप भन्नु काश्यप कति साथी होइन कति हुँदै आएर यो 13 Pro Max-हरुमा ब्याट्री तपाईँलाई सबैलाई बढी चाहिन्छ अनि अब उहीबाट अब कति थाहा हुँदैन सिस्टममा हेर्दा पनि थाहा हुँदैन अहिलेको अब बढाएर आएको पनि हुनसक्छ कुनै कुनै नबढाएको पनि हुनसक्छ त्यो ब्याट्रीको कुनै फ्लेक्स निकालिदिँदा नि हुन्छ होइन त्यो अब हेर्दैन अहिले भाइ आउँदैछ त्यसो त हामी चिया खाएर आउँछौँ है त हजुर हाम्रो बालन सरले अस्ति सुकुम्बासीहरूलाई उठी बास लाग्दा चाहिँ यो गाई देख्न सक्नुहुन्छ पुरै वार पार यता पुरै पसलै पसल थियो अहिले हेर त भत्काएर पुरै विकास चाहिँ हुँदै रहेछ है हल्का फल्का विकास खोइ के भएको छ विकास केही भएन त भत्केको मात्रै देख्छु त म यस्तो छ हेर त ऊ पुरै यहाँनिर चाहिँ भत्काएर यस्तो बनाएको छ अहिले ढल यस्तो छ के गर्नु यस्तै हो नेपाल भत्काउने बनाउन चाहिँ अलिक टाइम लाग्ने यस्तै हो नेपाल के गर्नु म भएको भए त तुरुन्तै बनाइदिइसक्थेँ नि के गर्नु म मन्त्री भएको भए यति बेला म के बनाउँथेँ काम थाहा छ म मन्त्री भएको भए यो छ नि यो ढल यहाँनिर स्विमिङ पुल हुन्थ्यो बुझिनस् स्विमिङ पुल हुन्थ्यो यहाँ अनि यो भत्केको ठाउँमा चाहिँ म ठुलै फुल रोपेर गोदावरी बनाइदिन्थेँ के गर्नु अब मन्त्री भइएन अर्को पालि चाहिँ उठ्नु पर्ला जस्तो लागिरहेछ 4-5जनाले भनी भोट हाल्छ कि मेरैबाट आउँछ 3-4 भोट यस्तो छ अहिले चाहिँ हामी बस पार्कमा छौँ अहिले चाहिँ हामी मोबाइल अपरेसनको लागि हिँड्दैछौँ है टक्क लाएर हाम्रो दाइले अब हाम्रो मोबाइल चाहिँ यता मर्मत हुँदैछ टक्क लाएर
यो चाहिँ खोल्ने सिस्टम हो दाइ यस्तो तना भएको छ र यार अलभिर धन्दा एक्स्ट्रा फोन चाहिँ थोरो भइरहेछ भनौँ यस्तो हुने रहेछ यो कुरा कहाँबाट ल्याएको उनीहरू ब्याट्री बुस्ट गरेर चाहिँ त्यही भएर बुस्ट रहेछ बुस्ट केही छैन भनेर त म त डुबाएँ त अहिले यार दाइ भिडियो तपाईँले हेर्नुहुन्छ होइन थाहा छ मलाई यस्तो काम चाहिँ नगरौँ होला हौ यार दाइ यो बुस्ट निकालेपछि कति पर्सेन्ट भनेर देखाउँछ होला होइन एचएल ब्याट्री अहिले देखाउँदैन अपडेट भएपछि देखाउँछ ए होइन ब्याट्री मार्केटको ब्याट्री राम्रो हुनु सेट कति हो सेटको लागि सेटको ब्याट्री त अहिले छैन ल्याउनै पर्छ पायो भने 7-8 हजार यति भएपछि भयो काम है अब चेक गरेको मात्रै 1000 रुपियाँ अरे अब तनाव भयो भने त खोलेको मात्रै 1000 रुपियाँ अब त्यसै चुना लाग्यो पैसा के गर्नु चुना लाग्यो अहिले चाहिँ हामी मोबाइल बनाएर बाहिर फेरि हल्का फल्का काम थियो कामसाम गरेर चाहिँ रुममा आएर खानासाना खाएर चट्ट एकछिन गर्लफ्रेन्डसँग च्याटिङमा बसौँ न भनेर च्याट गर्दैछु अब गर्लफ्रेन्डले यता रिप्लाई नदिएर वेटिङमा बसिरहेको छु म चाहिँ ए यता पो क्या है उता पो देखाएको छु के हो ए अनि त्यही त मोबाइल बनाएको कि आज बनाएको त के भन्नु मोबाइल खोलेको मात्रै मोबाइल छटाइहाल्यो 1000 रुपियाँ यस्तो तनाव भइरहेको छैन यार धन्दा अहिले चाहिँ चार्ज पनि टिकिरहेछ भन्दा नि चार्ज भइरहेको छ माथि चार्जै नहुने के चार्जरै यो यसको ब्याट्री नै नउठ्ने भएको थियो अहिले चाहिँ ब्याट्री सेटी उठ्ने भएको छ चार्ज पनि भइरहेको छ ल ओके गाइस थ्याङ्क्स फर वाचिङ एभ्रीवन अब नेक्स्ट भ्लगमा भेट्नुपर्छ भन्दै आजको लागि चाहिँ भिडियो यति नै हुन्छ हस् त जय नेपाल बाई